बाटोमा राखेको बाइकले चाहिँ होइन कुन चाहिँ पागल केटाहरूले चाहिँ होइन ढुङ्गा उठाएर चाहिँ उहाँको बाइकको चाहिँ पुरै ट्याङ्की कुचाइसकेको रहेछ तपाईँहरू पनि देख्न सक्नुहुन्छ होइन। तर उहाँ दाइले चाहिँ होइन एकदम टेन्सन भइसकेको रहेछ। उहाँले चाहिँ के सोचिराख्नु भएको छ भन्दाखेरि होइन अनि उहाँले चाहिँ के सोधिराख्नु भएको छ भन्दाखेरि होइन भाइ मेरो बाइकको ट्याङ्की चाहिँ कति जति पर्छ है तर हाम्रो के छ भनाइ भन्दाखेरि होइन दाइ तपाईँको बाइकको चाहिँ होइन ट्याङ्की भनेको होइन 18 लिएर चाहिँ होइन 19,000सम्म पर्छ क्या। तर उहाँले चाहिँ के सोचिराख्नु भएको छ भन्दाखेरि होइन जसले मेरो बाइकको ट्याङ्की पच्काएको छ नि उसले चाहिँ भेटिहाल्यो भने होइन उसको चाहिँ म चाहिँ करङ्गै भादिने कुराहरू पनि गरिराख्नु भएको छ क्या। यो बाइकको सबै हामीले ट्याङ्कीभित्रको पेट्रोल निकालेर चाहिँ होइन हामीसँग चाहिँ एउटा सानोतिनो आइडिया छ होइन त्यो आइडिया अप्नाएर चाहिँ होइन उहाँको बाइकको चाहिँ हामी चाहिँ ट्याङ्की फुलाएर चाहिँ हामी चाहिँ अवश्य बनाएर दिनेछौँ होइन। तर जस्तो कि हाम्रो कम्पनीले जस्तो बनाएर पठाएको हुन्छ नि त्यसरी चाहिँ हामी चाहिँ बनाउन सकिँदैन होइन। यसको लागि चाहिँ एउटा छुट्टै मेसिन चाहिन्छ होइन। तर हामीले चाहिँ यसमा चाहिँ होइन तत्काल इमर्जेन्सीको लागि चाहिँ होइन एउटा सानोतिनो भित्र रड राखेर चाहिँ होइन हामीले चाहिँ माथिबाट हम्मर हानेर चाहिँ उहाँको बाइकको चाहिँ हामी ट्याङ्कीहरू पनि बनाएर दिन सकिन्छ क्या। अब यसलाई चाहिँ होइन हामीले चाहिँ माथिबाट स्टिकरहरू पनि टालेर पनि चलाउन सकिन्छ क्या। अनि तपाईँहरू पनि होइन कसैको पनि बाटोमा बाइक राखेको छ भने होइन त्यसलाई चाहिँ कहिले पनि ढुङ्गाहरू पनि नहानिदिनुहोस् ल है। तपाईँहरूको पनि अब कुनै बेला चाहिँ बाइक भएको बेला होइन अरू मान्छेहरूले चाहिँ यसरी गरिदियो भने होइन तपाईँले चाहिँ कस्तो हुन्छ क्या। अब मान्छेले 4 लिएर चाहिँ होइन 5 लाख रुपियाँसम्म हालेर एउटा बाइकहरू पनि किनेको हुन्छ होइन। तर तपाईँहरूको एउटा हेलाले गर्दाखेरि होइन उहाँहरूको बाइकमा चाहिँ होइन त्यति पैसाहरू पनि खर्च हुन्छ क्या। अनि यो भिडियो जति सकेसम्म हुन्छ नि त्यति मान्छेहरू चाहिँ तपाईँहरू पनि सेयर पनि गरिदिनुहोस् ल है।